चर्चा गर्दैछौँ छोटो समयमै चर्चित हुन सफल नायिका शिल्पा पोखरेलको बारेमा। शिल्पाको जन्म विराटनगरमा सन् 1991 डिसेम्बर 22 मा भएको हो। 5 फिट 2 इन्च उचाइ भएकी शिल्पा पोखरेललाई सानैदेखि कलाकारिता क्षेत्रमा आउने इच्छा थियो रे। उनी 15 वर्षकै उमेरमा काठमाडौँ आएकी थिइन्। उनले आफ्नो कलाकारिताको सुरुवात भने कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने सिरियल घरबेटी बाबाट सुरु गरेकी हुन्, जुन सिरियलबाट अहिलेका चर्चित नायिकाहरू प्रियङ्का कार्की र निशा अधिकारीले पनि आफ्नो करियर सुरु गरेका थिए। त्यसपछि उनले विभिन्न म्युजिक भिडियोहरूमा अभिनय गर्न थालिन्। नवीन के भट्टराईको तिम्रो नशा भन्ने गीतले उनलाई सबैको अगाडि चिनाउन सफल भयो। उनले झन्डै 150 वटा म्युजिक भिडियोहरूमा काम गरिसकेपछि मात्र छवि ओझाको प्रस्तुतिमा बनेको चलचित्र लज्जाबाट सन् 2014 मा मात्र नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी हुन्। उनले खेलेको पहिलो म्युजिक भिडियो भने स्वरूपराज र अन्जु पन्तको गीत तिमी कसको हुने भन्ने हो। मुनाल शिशिर, अर्जुन अधिकारी, सुभाष रेग्मी, शिव बिके, उमेर गुरुङ, दिवस पोखरेल, विकास सुवेदी जस्ता म्युजिक डिरेक्टरहरूसँग शिल्पाले काम गरिसकेकी छिन्। मोडल र नायिका मात्र नभई शिल्पा एक कुशल ब्युटिसियन पनि हुन्। उनले नील डेभिड सलुनबाट ब्युटिसियनको ट्रेनिङ पनि लिएकी छिन्। कता कता रेखा थापा जस्तो पनि देखिने शिल्पाले लगातार छवि ओझाको चलचित्र मात्र गर्नाले उनी र छवि बीच बिहेसम्मको हल्ला पनि मिडियामा चल्न थालेको थियो। यसै बीचमा उनको बोयफ्रेन्ड रहेको र उनी विदेशमा रहेको र छिटै बिहे हुने हल्ला पनि चलेको छ। शिल्पालाई खानामा साधारण दाल भात नै मनपर्ने र पुस्तकहरू भने त्यति पढ्न नरुचाउने कुरा बताइन्। फुर्सदको समयमा भने उनी चलचित्रहरू हेरेरै समय बिताउँछिन् रे। नेपाली चलचित्र दर्पण छाया उनलाई मनपर्ने चलचित्रहरू मध्ये पर्छ रे। नेपाली कलाकारहरू दयाहाङ राई र नम्रता श्रेष्ठ उनको बेस्ट कलाकारहरू हुन् भने बलिउडका रणबीर कपुर र दीपिका पादुकोण उनलाई मनपर्ने कलाकारहरू हुन्। यसै गरी उनले बलिउडकी नायिका रेखालाई आफ्नो आइडलको रूपमा नै लिने रहेछिन्। चलचित्र लज्जा रिलिज भएको दिन आफू सबैभन्दा बढी खुसी भएको कुरा पनि उनले बताइन् र उनलाई मनपर्ने ठाउँहरूमा आफू जन्मेको ठाउँ विराटनगर नै खुबै मनपर्ने कुरा पनि भनिन्। आफू एकदम अल्छी भएको कुरा पनि उनले खुलाइन्। भर्खरै मात्र जुम्बा र एरोबिक पनि जोइन गरेको कुरा उनले भनिन्। उनले सन् 2014 मा आर्यन सिग्देलसँग चलचित्र लज्जामा अभिनय गरेपछि भने हवलदार सुन्तली, फागु जस्ता चलचित्रहरू पनि अभिनय गरिसकेकी छिन्। चलचित्र फागुको सुटिङ गर्ने क्रममा शिल्पाको कामप्रतिको लगन र मेहनत देखेर करिश्मा मानन्दरले उनको निकै तारिफ पनि गरेकी छिन्। करिश्माले उनको भविष्य उज्जवल रहेको र लामो समयसम्म चलचित्र क्षेत्रमा टिक्न सक्ने कुरा पनि खुलेरै बताइन्। उनको अब आउने चलचित्रहरूमा चलचित्र वृन्दावन रिलिजको क्रममा छ भने किस्मत 2 भने दशैंको बेला प्रदर्शन हुने निश्चित भएको छ। तपाईहरुलाई यो भिडियो कस्तो लाग्यो? कृपया प्रतिक्रिया दिनुहोला। यी र यस्तै जानकारीमूलक भिडियोहरू हेर्न हाम्रो YouTube च्यानल भने अवश्य सब्स्क्राइब गर्नुहोला।